हाम्रो बस पार्क गइहाल्यो 200 चाहिँ कुन यो कत्ला हेलो 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 सो नमस्कार साथीहरू यहाँ सबैजनालाई फेरि पनि हाम्रो नयाँ भिडियोमा स्वागत छ है। आज चाहिँ फेरि पानटेङ्गीसम्म जाँदैछु यार, घरमा माछा खाने भन्ने सल्लाह भयो कि सो माछा खानको लागि माछा लिनु पनि इन्डिया जानुपर्छ। यहाँनिर चाहिँ अलिकति महँगो पनि पर्छ नि त नेपालमा, सो त्यही भएर लेट्स गो गाइज है। तपाईँहरूलाई त्यहाँको माछा मार्केट पनि एक्सप्लोर गर्छु है त, हेरेर इन्जोय गर्नु होला। ल साथीहरू फाइनली म चाहिँ मेची ब्रिज आइसकेँ है। अब यहाँ सधैँ चाहिँ तपाईँहरूलाई थाहै छ सिटी सफारी मान्छेको धेरै भिड हुन्छ यहाँनिर चाहिँ होइन। अरे बाख्रो कति साह्रो हल्ला हल्ला यार, हर्न के साह्रो बजाएको यार। अर्कोले बजाउँदै आउँदैछ फेरि हो हाम्रो यहाँ सफारीवालाहरूको चाहिँ कम्पिटिसनै हुन्छ नि त, त्यही भएर पनि हर्न बजाएको होला। सुनिरहेको छु भाइ हर्न के साह्रो बजाएको खाने खाने गरी यार। सो साथीहरू त्यही हो है, तपाईँहरूलाई लाग्न सक्छ है जहिले यार पानटेङ्गी मात्रै गइरहेको छ भनेर होइन। हाम्रो मुख्य बजारै यतै हो होइन, सो जानै पर्यो होइन। यसले सुनेन यार के साह्रो बजायो यार, पड्काउनु जत्तिकै बजाएको त। ओ राईको छोरा फेरि रिस उठ्छ है मलाई त फेरि होइन। यसो जोक मात्रै हो साथी हो होइन, जोक त्यही हो है। साह्रो हर्न बजाएको कारणले गर्दाखेरि यस्तै हो केटाहरू यार, हल्ला गरेर बजाएर हर्न। सफारी र मान्छेको कम्पिटिसन हुन्छ नि त यहाँ होइन। ल साथीहरू त्यही हो, तपाईँहरूलाई म उतै इन्डिया पुगेपछि भेट्छु है। यहाँनिर चाहिँ खिच्नु दिँदैन यहाँनिर बोर्डरमा, उनीहरूको गेटमा, त्यही भएर म तपाईँलाई उतै गएर भेट्छु है त। फाइनली इन्डिया पनि क्रस गरियो। त्यहाँ बोर्डरमा चाहिँ चेकिङ गर्ने ठाउँमा चाहिँ यस्तो क्यामेराहरू अलाउड हुँदैन नि त, सो त्यही भएर त्यहाँको चाहिँ खिच्नु मिल्दैन कि। खेर केही छैन, म चाहिँ इन्ट्री गरिसकेँ इन्डिया होइन। खुट्टा लगाएर आज मार्केट त्यति साह्रो भिड छैन जस्तो छ, सधैँ जस्तो। अब हेरौँ सरर लगाएर जाउँ न त। अब भिड त असली भिड त यहाँबाट सुरु हुन्छ त साथीहरू यार। ओ माइ गॉड, असली भिड त यहाँबाट सुरु हुन्छ रे। ल मच्छी मार्केट, पानटेङ्गीको बिगेस्ट मच्छी मार्केट। के भाउ छ राजा? रौ 180। 200 चाहिँ कुन यो कत्ला के छ दादा? के छ रौको भाउ? बढेको बढेछ त भाउ त अनि यार हो। अस्ति लाँदा त 150 कि कति थियो त नि, 160 थियो नि यार, खत्तम भएछ त नि होइन, खानु नसकिने भयो त नि। माछाहरू टन्नै छ। यो चाहिँ कुन हो? यो चाहिँ कसरी? यो चाहिँ 300। हामीले खाने चाहिँ यो चाहिँ कति छ अहिले? त्यसलाई चाहिँ 180 भइसक्यो। यो सेम भाउ रहेछ योसँग होइन? ल ठिक छ। यो चाहिँ 150। यो चाहिँ 150 छ। तर मलाई यार धेरै चाहिएको होइन, अलिअलि चाहिएको। लैजाउँ न त अब होइन। ल हाम्रो दादाकोबाटै लाने भयो, अब सधैँ दादाकोबाटै लान्थ्यौँ। अब मच्छी लगेर गइन्छ यहाँबाट चाहिँ।
वाटरमेलनको सिजन छ। वाटरमेलन चाहिँ नेपालमै किन्नु पर्ला। नेपालमै सस्तो रहेछ वाटरमेलन चाहिँ यार। तरबुज क्या उता 30-35 उतै सस्तो रहेछ क्या। यहाँ चाहिँ महँगो रहेछ। साफसफाइ चाहिँ दामी गरिदिनु ल। जस्तो लगाएर साफसफाइ गर्नु। दिनमा कति केजी बेच्नुहुन्छ हौ दादा? 100 केजी हो र? ल साथीहरू फाइनली माछा पनि किनेर अब घरतिर फर्केको। अब 10-20 को स्पिडमा फर्किँदैछु। अब भने म काकरभिटाको सब्जी मार्केटतिर जान्छु। यहाँभन्दा चाहिँ नेपालमै अलिकति वाटरमेलन सस्तो छ नि त। के गर्ने साथीहरू, मिडल क्लास फ्यामिली भइसकेपछि हरेक कुरामा एडजस्ट हुनु जान्नु पर्यो नि त। जहाँ सस्तो हुन्छ त्यहीँ किन्नु पर्यो होइन। माछा यहाँ सस्तो पर्छ यहाँ किन्ने हो, उता वाटरमेलन सस्तो हुन्छ उतै किन्ने हो। चट्ट लगाएर ल साथीहरू म अन द वे। अब चाहिँ तपाईँलाई म काकरभिटा पुगेर भेट्छु है। यहाँको भिडभाड यस्तै छ। यार त्यो उकालो कटेर आउनु गाह्रो पर्छ यार साथीहरू। ल काकरभिटा छिरियो। अब चाहिँ अब यहाँदेखि उता सब्जी मार्केट जानुपर्ने काम छ। चट्ट लगाएर तरबुज अलिक सस्तो भन्ने सुनेको थिएँ मैले अस्ति चाहिँ। नेपालको त केही थाहा हुँदैन नि त। फेरि इन्डियामै किनेको भए फाइदा हुन्थेछ भन्ने जस्तो हुन्छ र फेरि। ल यो चाहिँ हाम्रो बस पार्क भइहाल्यो। यहाँदेखि यता मिनी मार्केट छिरेर सट्टै जानुपर्ने हुन्छ। ए छिने काका मिनी मार्केट भइहाल्यो। एकैछिन आइपुगिहाल्यो। 1 मिनेट आइपुग्यो अब चाहिँ सब्जी मार्केट काकरभिटाको। काका वाटरमेलन यति नै हो? यति नै वाटरमेलन भित्र छ? ल निकाल 3-4 केजी जस्तो। कहाँ छ? यता छ? ल यहाँ चाहिँ काकाको दोकानमा आइसकेँ म चाहिँ। काकाको दोकान मेरै दोकान जस्तै नै हो। अब यहाँ वाटरमेलन पनि चिन्नु गाह्रो पर्छ त मलाई। कस्तो चाहिँ राम्रो हुने हो पनि। यहाँ पनि रहेछ तर यहाँको चाहिँ लानु पर्ला। ल मलाई चाहिँ छान्नु आएन खासै है। यति नै लगेँ मैले। रातो माल थिएन भने लिएर आउनु भन्नुभएको छ काकाले। त्यो दुईवटा जोडा 4 केजी हुन्छ होला होइन काका? यो वाला कलर चाहिँ मलाई शङ्का लाग्यो क्या। यो मैले अस्ति लगाएको थिएँ कि अलि हरियो हुन्छ नि, त्यो लाँदाखेरि राम्रो थिएन कि। त्यही भएर मलाई शङ्का लगाएर लगेको यो वाला। ल त्यही गरिदिनु। कति केही छ कुनि? छान्नु आएन भने नि समस्या हुन्छ नि त फेरि। 4 केजीको दिँदा हुन्छ नि। ल आजको अब किनमेल कार्यक्रम सक्यो। ल काका लागे बाई बाई भनिदिनु। लड्दिन होला हो काकी, लड्दिन होला। ल लागे काकी। होइन होस् यहाँ डालीले थाम्दैन क्या फेरि। डालीमा हाल न, डालीमा भन्दा चाहिँ डालीले थाम्नु पर्यो नि त्यहाँ फेरि होइन। ल साथीहरू यार गर्मी चाहिँ बढेकै रहेछ। अब चाहिँ लास्टै बढेछ गर्मी यार। एकछिन परबाट घुमेर यसो आएको सानो गर्मी भएन। अब त भोलिदेखि नानी बाबुहरूको स्कुल पनि सुरु भयो।
दिउँसो दिउँसो चाहिँ अब हल्ला बन आनन्द हुने भयो एकछिन चाहिँ अनि बाबुको फर्स्ट डे फर्स्ट स्कुल रुने होला के गर्नु त सबैजना त्यस्तै गर्छ अन्त होइन छु गाई चाहिँ त घरमा गएर वाटरमेलन काटेर देखाउँछु ल म तपाईँलाई कस्तो छ ल साथीहरू फाइनली घर पनि आइसके है अब यो काकाले चेक गर्नु भन्नुभएको छ नि त मिठो छैन भने चाहिँ लिएर आउनु मिठो छ भने ठिकै छ भन्नुभएको छ यसलाई काटेर हेरौँ है दामी छ जस्तो कलर चाहिँ यस्तो रहेछ है दामी रहेछ अर्को पनि चेक गरिहाल्नु न आखिर यसलाई चिसो बनाउनु राख्नु नै पर्छ होइन यो चाहिँ अलिकति यस्तो रहेछ र पनि ठिकै छ मिठै होला यो चाहिँ मिठो रहेछ यो चाहिँ एकदम दामी रहेछ ल त साथीहरू म पनि फाइनली घर आइसकेँ यो टेस्ट गर्नुपर्ने थियो गरिसकेँ है एउटा चाहिँ अलिकति उयो रहेछ खाता त मिठै नै होला चिसो बनाएर सो यहाँहरूलाई धेरै धेरै धन्यवाद हाम्रो भिडियो हेरेर साथ दिनुभयो फेरि अर्को भिडियोमा भेट्नेछौँ है त बाई बाई साह्रै दामी रहेछ गम्मै हालेर